नमस्ते सेवारो स्वागत छ मेरो अर्को भिडियोमा हजुरलाई। अनि आजको भिडियो चाहिँ यो हाम्रो डिजिटल बिजनेसको मिथ हैन, डिजिटल बिजनेसमा भएको भ्रमहरुको बारेमा चाहिँ कुरा गर्न लागेको छु। सो डिजिटल बिजनेस चाहिँ मैले 2018 सालमा नै नेपाली कम्युनिटीमा मज्जाले सक्सेसफुली रन गरेको पाएको थिएँ। 2018 सालमा चाहिँ तर मलाई चाहिँ के लागेको थियो मेरो भ्रम बिफोर आई स्टार्ट दिस बिजनेस भने चाहिँ यो बिजनेसमा चाहिँ अब अलरेडी उहाँहरु चाहिँ पोख्त भइसक्नु भएको छ। सो आफूले आफूलाई एस्टाब्लिश गरिसक्नु भएको छ डिजिटल बिजनेसमा। मैले चाहिँ अब जोइन गरेँ भने चाहिँ म चाहिँ लेट हुन्छु हैन। सो मेरो चाहिँ यो चाहिँ म चाहिँ लेट भइसकिसकेँ। अब मैले चाहिँ गएर चाहिँ यहाँ चाहिँ पैसा कमाउनु चाहिँ इम्पोसिबल छ भनेर सोचेको थिएँ हैन। सो तर पनि मैले अब हरेक वर्षौं मान्छेहरूले यहाँ चाहिँ जति मान्छेहरू इनरोल भएको देखेँ अनि जति मान्छेले सक्सेसफुली रन गरिरहेको देखेँ। फाइनली 2025 सालको जुलाईमा चाहिँ मैले यो बिजनेसमा इनरोल भएँ। मैले यो बिजनेसमा इनरोल हुँदा मैले आफूलाई कहिले पनि यो बिजनेस चाहिँ मेरो फुल टाइम हुन्छ भनेर सोचेकै थिइनँ। थोरै भए पनि हैन, धेरै नभए पनि महिनामा 4-5 हजार 6-7 हजार एक्स्ट्रा पैसा कमाएँ भने पनि त्यो चाहिँ मेरो लागि धेरै हो भनेर इनरोल भएको बिजनेस। 9 महिना भयो इनरोल भएको, गएको 5 महिना भन्दा धेरै भयो मैले चाहिँ फुल टाइम गरेको छु। सो मेरो 15 वर्षदेखि जुन फुल टाइम गरेको बिजनेसलाई चाहिँ मिनिमाइज 15 वर्षदेखि गरेको कामलाई चाहिँ मैले मिनिमाइज गरेर चाहिँ यो बिजनेसलाई फुल टाइम दिइरहेको छु। र मेरो त्यो पहिलाको फुल टाइमलाई चाहिँ म आज पार्ट टाइम गरिरहेको छु अहिले चाहिँ हैन। सो कहिले नसोचेको कुरा अब साइड हसल स्टार्ट गरेको बिजनेस चाहिँ म फुल टाइम गर्छु भनेर नसोचेको कुरा भयो। अनि अब अलिकति यो बिजनेसको बारेमा म भन्न चाहन्छु। जुन कम्पनीसँग आबद्ध भएर हामीले डिजिटल मार्केटिङ गरिरहेको छौँ, यो कम्पनी चाहिँ अहिले चाहिँ एक्ज्याक्टली 52 इयर्स कम्प्लिट भएर अब 53 मा रन हुन लागेको छ यो जुनदेखि। सो यतिका लामो वर्षदेखि यत्रो संसारभरि हैन 39 वटा कन्ट्रिजमा अनि 44 वटा ब्रान्चेस भएको कम्पनीसँग चाहिँ आबद्ध भएर डिजिटल मार्केटिङको रूपमा हामी काम गरिरहेका छौँ भने मलाई लाग्दैन अझै पनि हामी ढिलो बग्छौँ। भने संसारमा यति धेरै मान्छेहरू छौँ हामी जतिलाई चाहिँ जमाना युग नै डिजिटल भइसकिसकेको छ हैन। एभ्रिथिङ वर्क्स एज अ डिजिटल। अनि त्यस्तो जमानामा आएपछि चाहिँ हामीले अब यो बिजनेसमा अहिले इन्रोल हुनुलाई पनि ढिलो भयो भनेर चाहिँ भन्यो भने अनफेयर हुन्छ। किनभने मैले बिजनेस थाहा पाएको नै 8 वर्ष भयो जब नेपालीहरूले यो बिजनेसमा इनरोल भएर काम गर्न थाल्नु भएको। सो 8 वर्षपछि मैले गरेर पनि यो बिजनेस मैले सक्सेसफुली रन गर्न सक्छु भने तपाईहरु पनि अवश्य सक्नुहुन्छ। बिजनेसको बारेमा मोर जानकारी लिन मन भए हजुरहरु मसँग पर्सनली कनेक्ट हुन सक्नुहुन्छ या मेरो दिएको वेबसाइटमा गएर आफ्नो नेम एन्ड भ्यालिड इमेल हाल्न सक्नुहुनेछ। अनि हजुरहरुले चाहनु भने हामी अवश्य भेट्ने छौं भन्दै थ्यांक यू सो मच फर वाचिङ। बाइ बाइ।